निकै नै महत्त्वकांक्षी योजनाबारे कुरा गर्दैछौँ। नमस्ते, कुन योजना होला? यो नुवाकोटको किस्पाङ 1 भाल्चे गाउँलाई नेपालकै एउटा नमुना मतलब पर्यटकीय, सांस्कृतिक अनि धार्मिक गन्तव्य बनाउने परिकल्पना। ए हो र? निकै ठुलो योजना सुनिन्छ त। हो नि, यो मिलेरेपा पार्क परियोजना नमुना गाउँ सहित भन्ने दस्तावेजमा आधारित छ। आजको हाम्रो छलफलको उद्देश्य चाहिँ यो योजनाको सार के हो, यसले के भन्न खोजेको छ अनि भाल्छेको भविष्य कस्तो देखेको छ भनेर बुझ्ने हो। ठीक हो। यो योजना हेर्दा नि खाली बाटोघाटो वा भवन बनाउने मात्रै देखिँदैन। यसले त भाल्चेको जुन प्राकृतिक सुन्दरता छ अनि त्यहाँको समाजको आवश्यकता र लामो समयसम्म टिक्ने विकास, यी सबैलाई जोडेर समुदायलाई नै केन्द्रमा राखेको जस्तो लाग्छ। अनि यसको परिकल्पना कसले गर्नुभएको रहेछ? यसको परिकल्पनाकार चाहिँ कर्म मोक्तान तामाङ हुनुहुन्छ। उहाँ काग्यो मोनलाम क्लबको सदस्य पनि हो। क्लब मार्फत आएको योजना रहेछ। हो, यो योजना खासमा काग्यो मोनलाम क्लबकै तर्फबाट बागमती प्रदेश सरकारलाई पेश गरिएको हो। अच्छा, कहिले र कसलाई पेश गरियो भन्ने पनि केही जानकारी छ कि? छ नि, दस्तावेजमै उल्लेख छ। यो प्रतिवेदन चाहिँ वडा अध्यक्ष पशुपति घले र क्लबका अरू धेरै प्रतिनिधिहरू, नामै भन्नुपर्दा कर्म मोक्तान तामाङ, व्रतम घले, छेवाङ लामा तामाङ, किसान लामा तामाङ, हिमाल घले, सन्देश घले, सुरज तामाङ, सबिन तामाङ, किरण तामाङ र विबिन्द्र तामाङ, उहाँहरूको टोलीले पेश गर्नुभएको। यो 2082 साल जेठ 18 गते आइतबार बेलुका 7:38 पेश भएको देखिन्छ। बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाज्यू र उहाँका सल्लाहकार छत्र लामाज्यू समक्ष। ल हेर्नुहोस् त, समय नै तोकेर भनेपछि निकै गम्भीरताका साथ अघि बढेको देखिन्छ। अब योजनाको मूल लक्ष्य के रहेछ त? लक्ष्य त स्पष्ट छ। भाल्छेलाई नुवाकोट भित्रकै एउटा उदाहरणीय, सुन्दर र विकसित गाउँ बनाउने हो। दस्तावेजले पनि त्यही भन्छ। यसबाट स्थानीय स्तरमा रोजगारी बढ्ने, पर्यटन फस्टाउने, पूर्वाधार बन्ने, वातावरण सफा हुने अनि स्थानीय उत्पादनले बजार पाउने जस्ता फाइदाहरूको अपेक्षा गरिएको छ। एकदम। अब यसका मुख्य आकर्षणहरू के छन् त? दुईवटा प्रमुख पार्कहरूको कुरा छ। पहिलो त मिलारेपा शान्ति पार्क। यो करिब 26 रोपनीमा बन्ने रे। 26 रोपनी ठुलै हुने भयो? हो। यसको खास विशेषता भनेको नुवाकोटकै सबैभन्दा अग्लो ध्यान मुद्रामा रहेको मिलारेपाको मूर्ति। अच्छा। अनि त्यति मात्र होइन, तामाङ इतिहास र संस्कृति देखाउने संग्रहालय, तामाङले राजा रानी अनि पुर्खाहरूको सङ्घर्ष जीवनशैली झल्काउने मूर्तिहरू, 12वटा लोखोरका प्रतीकहरू अनि एलइडी बत्ती सहितका 8वटा शुभ सङ्केतहरू, अष्टमङ्गल पनि। निकै विस्तृत रहेछ पार्कको परिकल्पना। यसमा एउटा अलि फरक खालको कुरा पनि छ नि, हैन? त्यो कुक्कुट चराको मूर्ति। हो, त्यो तपाईले ठिक समात्नु भयो। दस्तावेजमा लेखिए अनुसार चाहिँ यसले अरूको श्रममा फाइदा लिने वा अरूको अवसर खोज्ने प्रवृत्तिलाई सङ्केत गर्छ रे। यसलाई नेताहरूसँग तुलना गरे जस्तो पनि देखिन्छ है। हो, दस्तावेजमा त्यस्तै लेखिएको छ। तर हामी यहाँ केवल दस्तावेजमा जे छ त्यो बताउँदैछौँ। यसमा हाम्रो आफ्नो कुनै राजनीतिक धारणा छैन है। बिल्कुल, त्यो स्पष्ट पार्नु जरुरी छ। अब दोस्रो पार्क नि? दोस्रो पार्क हो जलजीव प्राकृतिक सांस्कृतिक पार्क। यो चाहिँ अलि फरक, धर्म, प्रकृति, संस्कृति र इतिहासको सङ्गम जस्तो। तामाङ शैलीको गेट, धूप बाल्ने कुनकार, पोखरी, झरना, हरित ताराको मूर्ति, ध्यान केन्द्र अनि झाँक्री नाच देखाउने ठाउँ पनि। झाँक्री नाच पनि रोचक। अनि एउटा कथा पनि जोडिएको छ। पहिले ग्याल्छु राजाले पानी पिएको ठाउँ भनिन्थ्यो रे। त्यो कसरी जाल्जु बन्यो भन्ने देखाउने मूर्ति पनि। नामको पछाडिको कथा पनि समेट्ने राम्रो सोच। पार्क बाहेक अरू के छन् त? अरू पनि थुप्रै कुरा छन्। खेलकुदतिर हेर्ने हो भने A9 साइजको फुटबल मैदान, भलिबल, ब्याडमिन्टन कोर्ट अनि सामुदायिक भवन, आकर्षक स्वागत गेटहरू, पञ्चायत घर र भाल्चेमा। पूर्वाधार पनि राम्रै छ। पदमार्गको पनि कुरा थियो हैन? हो त, त्यो महत्त्वपूर्ण छ। दुर्जागाङदेखि मिलारेपा पार्कसम्म डबल ट्रेल, मतलब आउने जाने छुट्टा छुट्टै 1.5 मिटरको बाटो। डबल ट्रेल राम्रो भयो नि।
अनि त्यहाँबाट चाहिँ सिङ्गुगाङ, लेप्चावती, पाङ हुँदै ज्याउदासम्म सिङ्गल ट्रेल। लामो पदयात्रा मार्ग बन्ने भयो। यी बाहेक अरू पनि त छन् नि, हैन? झन्डै 29वटा बुदा भनिएको थियो। हो, 29वटा बुदा, जस्तो कि गुम्बाहरू जोड्ने पैदल मार्ग, झरनाहरूको संरक्षण, छ्यालकुङ, गयर, फोङफोङ। सडक सुधार र ढलान, पहिरो रोकथाम पनि सुङपर र दुम्पाङमा। अनि फोहोर व्यवस्थापनको कुरा छ, नमान्नेलाई जरिवाना सहित। वृक्षारोपण, व्यवस्थित शवदाह स्थल, नामो होक्तोङ दालहर्मिचेतमा, सिँचाइ सुधार, धेरै छन्। समग्र विकासको खाका जस्तो देखियो। अनि एउटा अझै रमाइलो कुरा, दुर्जागाङको भित्तामा ठूलो एलइडी बोर्ड राख्ने रे। एलइडी बोर्ड के लेख्ने? मिलारेपा प्याराडाइज किस्पाङ, वान भाल्छे नुवाकोट भनेर। राति गाउँलाई छुट्टै पहिचान दिने, टाढाबाटै मान्छे तान्ने उद्देश्य होला। त्यो त अलि फरक सोच भयो। यी सबै भौतिक कुरा भए, तर दस्तावेजले समुदायको एकतामा निकै जोड दिएको छ नि, हैन? एकदमै। पटक पटक भनेको छ, हाम्रो गाउँ हाम्रो भविष्य। व्यक्तिगत स्वार्थ तेरो मेरो भन्दा माथि उठेर सबै टोल, गाङदो, कोलाङ, योन्जनखोर, गाँचेत, चेतकु, नुचेत सबै एक हुन आह्वान गरेको छ। हो, यो भावना एकदम महत्त्वपूर्ण छ यस्ता योजना सफल हुन। अनि विशेष गरी केही व्यक्तिहरूलाई अनुरोध पनि गरेको छ दस्तावेजले। वडा अध्यक्ष पशुपति घले, निवर्तमान अध्यक्ष आइत घले, समाजसेवी विजय घले र सुखबहादुर घलेज्यूहरूलाई यो योजना स्वीकार्न र सहयोग गर्न। उहाँहरूलाई विशेष अनुरोध हो। विचारमा पार्टी फरक भए पनि गाउँको विकासमा एउटै हुनुपर्छ भन्ने सन्देश प्रष्टै छ। सारमा भन्दा यो योजनाले भाल्चेलाई भौतिक रूपमा मात्र हैन, सामाजिक र सांस्कृतिक रूपमा पनि नयाँ जीवन दिने एउटा ठूलो सपना देखेको छ। यसले जोगाएर बनाउने, सोचेर बनाउने, मतलब संरक्षण सहितको विकासलाई जोड दिएको प्रष्ट छ। साँच्चै यो निकै नै महत्त्वाकांक्षी परिकल्पना हो। अब हेर्न बाँकी यो छ कि यसलाई यथार्थमा बदल्न स्थानीय बासिन्दा, सरकार र अरू सरोकारवालाहरू बीच कस्तो किसिमको सहकार्य हुन्छ। त्यो नै मुख्य चुनौती हो। अनि दस्तावेजले भने जस्तै त्यो तेरो मेरोको सोच भन्दा माथि उठेर साँच्चीकै हाम्रो भन्ने भावना स्थापित गर्न कति सफल होइला, यो प्रश्न चाहिँ भविष्यका लागि निकै मनन योग्य छ। एकदमै। जय किस्पार, जय भाल्चे, जय नेपाल।